पठाओ हो, मलाई अलि हतार छ, बानेश्वरसम्म लगिदिनुहोस् न। यति बोल्दै गर्दा उनी बाइकमा चढिहालिन्। भाडा कति हो? 170 उठ्छ, 200 दिन्छु, त्योभन्दा धेरै चाहिँ भन्ने होइन नि, एकहोरो बोलिरहेकी थिइन् उनी। ममा बोल्ने हिम्मत थिएन। ठमेलदेखि सुरु भयो हाम्रो यात्रा। केही नबोली चुपचाप गन्तव्यतिर लागिरह्यौँ। सिंहदरबारतिर पुगेपछि मैले सोधिहालेँ, हजुरलाई त चिने जस्तो लाग्छ नि। हो र, कसरी चिन्नु भयो? हजुरको नाम माला घिमिरे होइन र? मैले प्रश्न गरेँ। अनि एकछिन अक्कमक्क परिन्। हो हजुर हो। बोल्ने लवज पनि त्यस्तै रहेछ, पहिलाको जस्तै। हामी फेरि एकछिन चुपचाप हिँडिरह्यौँ। उनले सोधिन्, तपाईँको चाहिँ परिचय? मेरो परिचय थाहा पाएर के काम? तपाईँलाई मैले तपाईँको परिचय सोधेकै छैन। म तपाईँलाई पहिलेदेखि नै चिन्दछु, त्यसैले परिचय मागिरहन आवश्यक परेन। अनि मैले मेरो परिचय दिन आवश्यक पनि ठानिनँ। सायद मेरो अनुहार उनले देखेकी भए मेरो परिचय दिइरहन आवश्यक पर्दैन थियो होला। कालो चस्मा, मुखमा मास्क, टाउकोमा हेलमेट, चिन्ने कुरै भएन। जे होस्, उनको अनुहार र बोलीहरूमा म प्रतिको जिज्ञासा उकुस मुकुस भइरहेको प्रष्टै देखिन्थ्यो। उसो त म आफै पनि उकुस मुकुस भइरहेको थिएँ। ठमेलदेखि बानेश्वरसम्मको छोटो यात्रामा हाम्रो धेरै कुराकानी भयो। उनी अहिले एउटा सरकारी विद्यालयमा अङ्ग्रेजी विषय पढाउने रहेछिन्। जिन्दगीलाई नजिकबाट चिनेकी, उमेरले नेटो काट्दै गरेकी उनको एकसरो कपालहरू पनि हिमाल जस्तै सेतै फुलिसकेका रहेछन्। बिहे गरेको केही समय नबित्दै श्रीमान गाडी दुर्घटनामा बितेका रहेछन्। कुप्रथाले गाँजेको हाम्रो समाजमा नारीहरू नै दोषी देखिनुपर्छ। सायद अलक्षिनाको गाली कति खाइन् होला बिचराले। निसन्तान उनी अहिले बुढी आमा र भदा भाइलाई साथ दिएर बसेकी रहेछिन्। उनी एकहोरो बोलिरहेकी थिइन्। भन्थिन्, कलेज जीवनमा आफूलाई भन्दा धेरै माया गर्ने एउटा प्यारा थियो, अहिले छ कि छैन थाहा छैन। मनको बह एकपछि अर्को पोखिरहेकी थिइन्। म बेला बेला बाइकको ऐनामा त्यो निर्दोष मायालु अनुहार हेर्थेँ। जति हेर्थेँ नि त्यति पीडा हुन्थ्यो ममा, किनकि उनको त्यो पीडा दर्दनाक कहानीको दोषी म नै थिएँ।